हजुर नमस्ते। उहाँ चाहिँ मेरो मम्मी शान्ता थापा। उहाँ चाहिँ एजमा अहिले 76 इयर्स हुनुभयो। उहाँलाई चाहिँ यो घुँडा दुख्ने समस्या चाहिँ आजभन्दा 20औं वर्ष अगाडिदेखि लगभग 25 वर्षदेखि नै उहाँलाई चाहिँ एकदम घुँडा दुख्ने समस्याले अब एकदम बिस्तारै बिस्तारै बढी घुँडा अनि हामीले हरेक ठाउँमा देखाउँदाखेरि चाहिँ घुँडा खिएको छ भन्ने भयो होइन। अनि यहाँ डाक्टर साहब अब सबै ठाउँमा देखायौँ, खालि कहिले इन्जेक्सन लाउने, कहिले फिजियोथेरापी गर्ने, त्यसरी मात्रै हामी अगाडि बढिरहेका थियौँ। अब अहिले चाहिँ हामीले 1-1.5 वर्ष अगाडिदेखि यहाँ चक्रराज पाण्डे डाक्टर साहबकोमा थाहा पाएर हामी आयौँ होइन। अब त्यसरी आउँदाखेरि चाहिँ चक्रराज डाक्टर साहबले चाहिँ यो घुँडा चाहिँ मम्मीको चाहिँ एकदम अब वर्स्ट नै जस्तो, अब त्यसको चाहिँ कुनै पनि प्लाज्मा थेरापीहरू भन्दा पनि उहाँको चाहिँ नी रिप्लेसमेन्ट नै गर्नुपर्ने देखियो भन्नुभयो। तर हामीले 1-1.5 वर्ष अगाडिसम्म पनि उहाँले चाहिँ अब नगर्ने, किनभने मान्छेहरूले चाहिँ अब यो घुँडा नी रिप्लेस गरेर चाहिँ राम्रो हुँदैन, झन् व्हिलचेयरमा पो परिने हो कि भन्ने उहाँलाई डर थियो होइन। त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ सर्जरी गर्न चाहिँ हामी एकदम अलि डराइरहेको थियौँ। उहाँ आफै बिरामी नै डराउनु भएको थियो, त्यसले गर्दा हामीले गरेका थिएनौँ। तर 6 महिना अगाडि चाहिँ उहाँको चाहिँ कस्तो अवस्था भयो भने धेरै दुखेर अब उहाँ हलचलै गर्न नसक्ने बेड रिडन जस्तै हुनुभयो कि, बेडबाटै ओर्लेर हलचल घरमा यताउता पनि गर्न नसक्ने अवस्थामा पुग्नुभयो। अनि धेरै नै भइसकेपछि चाहिँ अनि हामीले पनि अब यहाँ चक्रराज पाण्डे डाक्टर साहबको थाहा थियो। अब मेरो आफ्नै सासूको पनि उहाँले गरेर राम्रो भएको देखेपछि चाहिँ हामीले चाहिँ होइन यहाँ अब गर्नुपर्छ भनेर ल्यायौँ। त्यसले गर्दा उहाँको एज 76 भएको भएर हामीले विभिन्न टेस्टहरू गरेर सबै गरेर हेर्दाखेरि पनि डाक्टर साहबहरूले हेर्नु हुँदाखेरि उहाँलाई ठिक छ, गर्न मिल्छ भन्ने कुरा भएपछि चाहिँ अनि हामीले 6 मन्थ्स अगाडि चाहिँ वैशाखमा हामीले उहाँको सर्जरी बोथ निको दुईटै खुट्टाको घुँडा फेर्यौँ। त्यो गर्दाखेरि चाहिँ उहाँ 1 हप्ता यहाँ हस्पिटलको बसाइ भयो र हस्पिटलको बसाइमा पनि उहाँको यो रिप्लेसमेन्ट सर्जरी राम्रो भयो, सक्सेसफुल पनि भयो। र 1 हप्ता बसेपछि हामीले चाहिँ त्यसपछि 3 महिना कन्टिन्यू फिजियोथेरापी गरेर अहिले चाहिँ आज 6 महिनाको हामी फलोअपमा अब यो गर्दाखेरि चाहिँ उहाँको चाहिँ अहिले एकदम राम्रो, लट्ठी बिना नै उहाँ मजाले हिँड्न सक्नुहुन्छ होइन। त्यसकारण चाहिँ यो नी रिप्लेसमेन्ट सर्जरी भनेर चाहिँ डराउनु पर्ने चाहिँ केही पनि रहेनछ। यहाँ चाहिँ अब डाक्टर साहबले हुन्छ भनेर भन्नुभएको जस्तै मेरो मम्मीको राम्रो भयो होइन। अहिले उहाँलाई बिना कसैको सहारा, बिना लट्ठी उहाँले आफ्नो एउटा नर्मल एउटा आफ्नो रुटिन छ नि, डेली रुटिन, त्यो चाहिँ उहाँले एकदम राम्रोसँग उहाँले गरिरहनु भएको छ। त्यसले गर्दा चाहिँ म चाहिँ के भन्न चाहन्छु भने यहाँ चाहिँ अनमिवामा चाहिँ कसैलाई एकदम घुँडाको समस्या छ, पेन उहाँहरूले सहिरहनु भएको छ भनेदेखि चाहिँ यहाँ आएर देखाउनु भयो भने चाहिँ धेरै राम्रो हुन्छ होइन। र त्यसपछि चाहिँ यहाँ हामी हस्पिटलमा बस्दाखेरिको चाहिँ डाक्टर साहब बाहेक पनि हाम्रो अरू डाक्टर साहबहरू भयो, डाक्टर साहबको टिम भयो, अनि यहाँको सिस्टरहरू, इभन आया दिदीहरू, एउटा सानोभन्दा सानो पोस्टको दाइ दिदीहरू पनि सबैजनाको व्यवहार चाहिँ यहाँ एकदम राम्रो छ है। सायद यो डाक्टर साहब, मेन डाक्टर साहब राम्रो हुनुभएको भएर होला, तलसम्मको सबैको स्टाफहरूको व्यवहार चाहिँ एकदम राम्रो छ। हामी चाहिँ एकदम इम्प्रेस्ड छौँ होइन यो उसले। त्यसकारण म चाहिँ घुँडा दुखेर कसैको आफ्नो बाबा मम्मीहरूको यस्तो घुँडा दुख्ने समस्या छ भनेदेखि चाहिँ उहाँहरूलाई चाहिँ यहाँ ल्याउनुहोस्, देखाउनुहोस्, राम्रो हुन्छ भने किन नगर्ने। एउटा लाइफ नै अब पुनर्जन्म पाएको जस्तो भयो कि, अब त्यस्तो दुखिरहेको खुट्टा होइन, त्यस्तो बेड रिडन भुइन लागिसक्यो मान्छे, अहिले यतिको हिँड्नु भएको छ, राम्रो छ होइन। त्यही भएर म चाहिँ यहाँ चाहिँ म चाहिँ अनमिव चक्रराज पाण्डे डाक्टर साहब र उहाँको होल टिमलाई चाहिँ एकदम धेरै थ्याङ्क यू भन्न चाहन्छु।